गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेव महेश्वर गुरुर साक्षात् परम ब्रह्मा तस्मै श्री गुरवे नमः। शुभ प्रभात। म प्रस्तुता कृष्ण प्रसाद लामिछाने तपाईलाई आजको यो प्रभातकालीन ओमको नमन अर्पण गर्दै लाग्छौँ आजको पञ्चाङ्गबाट तपाईको राशिफलतिर। आज मिति विक्रम सम्वत 2082 साल माघ महिनाको 27 गते मंगलबार, सूर्य उत्तरायण शिशिर ऋतु, माघ महिनाको 27 गते फाल्गुन कृष्ण पक्ष, अष्टमी तिथि प्रातः 7 बजेर 45 मिनटसम्म, तद उपरान्त नवमी तिथि। श्री वर्षयोग चन्द्रमा वृष राशिमा, तदनुसार सन् 2026 फेब्रुअरी महिनाको 10 तारिक आज सूर्योदय प्रातः 6 बजेर 47 मिनट हुँदैछन् भने सूर्यास्त भने साँझ 5 बजेर 50 मिनटमा सूर्यास्त हुनेछन्। आज विशाखा नक्षत्र। यहाँहरू सबैलाई आज माघको 28 गते जन्मदिन पर्ने तपाईँ सबैलाई हार्दिक मङ्गलमय शुभकामना भन्दै तपाईँको विवाह गरेको दिन छ भने पनि तपाईँलाई विवाह गाँठको शुभकामना अर्पण गर्दै मङ्गलबारको समय तालिका यस प्रकार रहेको छ। प्रातः 6 बजेर 50 मिनटबाट 8 बजेर 15 मिनटसम्म रोग बेला रहनेछ। 8:15बाट 9 बजेर 30 मिनटसम्म उद्वेग बेला रहन्छ। 9:30बाट 10 बजेर 55 मिनटसम्म चर बेला रहन्छ। 10:55बाट 12 बजेर 1 मिनटसम्म लाभ बेला। 12 बजेर 1 मिनटबाट 1 बजेर 30 मिनटसम्म अमृत बेला। 31बाट 3 बजेसम्म काल बेला। 3 बजेरबाट 4 बजेर 50 मिनटसम्म शुभ समय। 4:44बाट 5 बजेर 41 मिनटसम्म रोग बेला रहनेछ। यो आजको समय तालिका सँगसँगै तपाईँलाई फेरि पनि हार्दिक स्वागत नमन गर्दै अब लाग्छौँ तपाईँको राशिफलतिर। राशिफलका लागि मेष राशि हुनेहरूका लागि आजको दिन मध्यम खालको रहनेछ। व्यापारमा पिताको सहयोग रहनेछ भने समयमा कार्य सम्पादन नगर्दा तपाईँको कार्यमा विलम्ब हुन सक्छ। वृष राशि, पुरानो कुरालाई लिएर वाद विवाद नपर्ला भन्न सकिन्न। नयाँ कार्यमा अग्रसर हुनुभन्दा अगाडि सोच विचार पुर्याएर अगाडि सर्दा तपाईँलाई आजको दिन राम्रो हुनेछ। मिथुन राशि, नयाँ निर्णय लिनु अगाडि अभिभावकसँग सल्लाह लिँदै गर्दा राम्रो हुनेछ भने विदेशको यात्रा चर्चा परिचर्चा पनि चल्ने नै छ। कर्कट राशि हुनेहरूका लागि आज नोकरी पेसामा साथीहरूको सहयोग मिल्नेछ। कानुनी सल्लाह सुझाव पनि लिँदै राख्दा राम्रो हुने देखिन्छ। सिंह राशि, स्वास्थ्य र खानपिनमा ख्याल गर्नुहोला। व्यर्थमा आज वाद विवाद नपरिरहला भन्न सकिन्न। मातृ चिन्ताले भने तपाईँलाई आजको दिनमा सताउने योग परेको छ, सावधान हुँदा राम्रो होला। कन्या राशि, भाग्यले विभिन्न अवसर दिलाउने दिन परेको छ। कला र सङ्गीतमा मन जानेछ भने आज कहीँ कतैबाट उपहार प्राप्त हुँदा मन प्रसन्न रहनेछ। तुला राशि, पुरुषार्थले तपाईँले गर्दा प्रतिस्पर्धीहरूको मनोबल कम हुनेछ। धन हात लाउने योग परेको छ, तर मध्यान्तरपछि भने तपाईँलाई पेट सम्बन्धी रोगले नसताइरहला भन्न सकिन्न। स्वास्थ्यको पनि ख्याल गर्दा राम्रो होला। वृश्चिक राशि, धैर्य र पराक्रममा वृद्धि हुने देखिन्छ भने विवादास्पद मामलाबाट टाढा हुँदा राम्रो हुनेछ भने वैतनिक मार्ग भने तपाईँका लागि आज अधुरै रहला। धनु राशि, आँटेको कार्य सफलता मिल्नेछ। व्यापारमा लगानी लाउँदा राम्रो हुनेछ भने आज नोकरीमा भने वाद विवादमा नपर्नु होला भन्न सकिँदैन। विद्यार्थी वर्गलाई पनि मिहिनेत गर्नुपर्ने देखिन्छ। मकर राशि, कानुनी मामलाहरूमा पक्ष तपाईँको सफल हुनुहुनेछ भने आय स्रोतहरू पनि बढ्नेछन्, तर तपाईँलाई आज कहीँ कतैबाट कसैले केही कुराले तपाईँको मनमा भने चित्त नदुख्दै राख्ला भन्न सकिन्न। कुम्भ राशि, पारिवारिक र सामाजिक भेटघाट हुने दिन छ। मिष्टान्न भोजनको योग परेको छ, तर तपाईँलाई साँझपछि भने दन्त विकारले सताउला। आफ्नो स्वास्थ्यको पनि ख्याल गर्दा राम्रो हुने देखिन्छ। र अब अन्तिममा मीन राशि हुनेहरूका लागि अनुभवी व्यक्तिहरूलाई अनादर नगर्नुहोला। राजनीतिक क्षेत्रमा विवाद पर्न सकिन्छ। छोटो भए पनि यात्राको योग परेको छ। यो भयो मीन राशि लगायत 12 राशिको फलादेश। सूर्य र चन्द्रमाको आधारमा फलादेश गरेका छौँ। फलादेश जे जस्तो भए पनि
तपाईँ कर्म गर्नुहोस्, तपाईँलाई भाग्यले साथ दिन्छ भनिन्छ नि। डोकोमा भाग्य छ भने डोकामा दुध दिएर कहाँ अडिन्छ र, होइन? कर्म गरौँ, तपाईँलाई भाग्यले साथ दिन्छ। यति भन्दै म कृष्ण पनि आजको श्रृङ्खलाबाट बिट मार्छु। फेरि भोलि अर्को श्रृङ्खलामा भेट्नेछु। यहाँको दिन मङ्गलमय रहोस्। जे कुरा काम गर्नुहुन्छ त्यो काम सफल बनोस्। उनी भगवती मातासँग चरण कमला कोटि कोटि वन्दना गर्दै जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षेम शिवा धात्री स्वाहा स्वधा नमस्ते। तपाईँको दिन शुभ होस्। जय देव।